2026 को T20 विश्वकपको समूह सी अन्तर्गत फेब्रुअरी 12 मा एउटा निकै रोचक भिडन्त हुँदैछ नेपाल र इटली बीच। एकातिर विश्व क्रिकेटमा आफ्नो दरिलो उपस्थिति जनाइसकेको नेपाल छ भने अर्कोतिर पहिलो पटक विश्वकप खेल्दै गरेको इटली। नेपालको सबैभन्दा ठूलो शक्ति यसको स्पिन आक्रमण र अनुभवी ब्याटिङ अर्डर हो। कप्तान रोहित पौडेल र अलराउन्डर दिपेन्द्र सिंह ऐरी टोलीका मुख्य खम्बा हुन्। सन्दीप लामिछाने र शेर मल्लको स्पिन जोडी वानखेडेको पिचमा घातक हुन सक्छन्। यद्यपि अघिल्लो खेलमा इङ्ल्यान्डसँग मात्र 4 रनले पराजित हुनुले नेपाललाई दबावमा राखेको छ। इटलीलाई अन्डरडग मानिए पनि यस टोलीसँग काउन्टी र अन्य लिग खेलेका अनुभवी खेलाडीहरू छन्। दक्षिण अफ्रिकाका पूर्व खेलाडी जे स्मट्स र कप्तान वेन म्याटसनले टोलीलाई थप मजबुत बनाएका छन्। इटलीले छनोट चरणमा स्कटल्यान्ड जस्तो बलियो टोलीलाई हराएर आफ्नो क्षमता प्रमाणित गरिसकेको छ। विगतको अनुभव र वर्तमान लयलाई हेर्दा यो खेलमा नेपालको पल्लो भारी देखिन्छ। तथ्याङ्क अनुसार नेपालको जित्ने सम्भावना 74% भन्दा बढी छ, तर इटलीसँग भएका अनुभवी विदेशी मूलका खेलाडीहरूले खेललाई जुनसुकै बेला मोड्न सक्छन्। नेपालका लागि सुपर 8 को यात्रा जीवित राख्न यो खेल जित्नै पर्ने दबाव छ। यी दुई टोलीबीच T20 अन्तर्राष्ट्रियमा यो पहिलो आधिकारिक भेट हो। हाल समूह सीमा नेपाल चौथो र इटली 5औं स्थानमा छन्। दुवै टोली पहिलो जितको खोजीमा छन्।